यो गाइस वेलकम टू माय न्यू व्लॉग। मेरा नाम अविराज और मेरी यूट्यूब चैनल में अविराज व्लॉग। सो आज हामी कर्णाली नुहाउन जान हो साथीहरुसँग। सो साथीहरु के अरे यो नि भ्लग गर्ने मतलब आज यसले लिडरमा हाम्रो ग्याङको नाम चाहिँ ललिपप हैन। यसलाई चाहिँ भ्लग गरेर राम्रो आउँछ रे हैन भने चाहिँ अब मतलब मेरो भ्लग यो गर्छ हैन। आजको भ्लग मतलब कस्तो लाग्छ के लाग्छ हजुरहरु कमेन्टमा भन्नुहोस्। यसको नाम चाहिँ साहिल। यसको युट्युब के अरे के भने फेसबुकको लिंक चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु। सो इन्जॉय नाउ भ्लग। गाली दिएर है सिरियस त हो मैं नेपाली के ए ल म सिरियस नै छु अहिले भ्लग बनाउनमा, किनकि मलाई भ्लग बनाउन मलाई सानैदेखि रुचि थियो। जस अहिले आएर मैले त्यो इच्छा पुरा गर्न पाएँ। जस अविराज भ्लग सुरतबाट आएर मलाई यस्तो यो भाइरल म्यान यहाँ आएर अहिले मलाई यस्तो सपोर्ट अलि भ्लग बनाउन अलिक सपोर्ट गर्नुभयो तपाईँले, थ्याङ्क यू। तर नातामा ऊ मेरो भाइ भए पनि केही थिएन होइन। अब अलि म रेस्पेक्ट गर्छु अलि मान्छेलाई, किनकि सुरतबाट आएको होइन, त्यसैले अलि रेस्पेक्ट गरेँ। तर कभी कभी मैं गाड़ी मार देता हूँ इसमें कुछ गंदी बात नहीं। क्या होला गाइज उता हात पनि गल्लिने रहेछ। अब भ्लग बनाउँदाखेरि होइन यस्तै छ। अब यहाँ हेर्नुहोस् जङ्गल यहाँ होइन यस्तो छ जङ्गलमा पुरै घना जङ्गल। यता अब यहाँ पार्क पुगिसक्यौँ। त्यहाँको बबाल छ केटाहरू। निशान बबाल भिडियो हुने है बनाएमा चान्स पाउँदैन त यस्तो पार्कमा बनाउने होइन। यो अरे त्यो आन्टी एउटा के टिपिरहन् होइन। अब त्यो आन्टी के टिप्दैछन् भन्ने चाहिँ अब आन्टी हजुरले देख्नु भने लाइक सब्सक्राइब है। ओए गाइस उता के घप्पा घप हुँदैछ जङ्गल हल्लिँदैछ। या गाइस क्या है ये लौड़ा, कौन है ये लौड़ा? अविराज है क्या भाई तू? दिख रहा है हाँ बोल रहा है। ये नाम क्या? गाइस देखो देखो ओए गाइस देखो ओए गाइस देखो हमला हो रहा है अभी इधर। ओए ये तो बड़े बड़े है इसका गिड़ा। ओए माँ गिड़ा ब्लैक गिड़ा विथ क्या है गाइस इधर क्या आ रहा है भाई? गाइस ये तो तहलका मचा दिया है इन लोगों ने। गाइस हामीले यस्तो सोचेको मन थिएन। भर्खर गुना भेटियो अब के भेटिँदैन। ओए गाइस मा लौड़े सुन लग गए। ओए गाइस ओए गाइस आक्रमण कर रहे हैं ऐसे क्या गेड़ा झरा रहे गाइस। यहाँ के को रुख्छ यहाँमा अहिले गुनाहरू झर्छन्। यो गुना गाइस यो के खाइरह खाऊ अब खाऊ एकले मत गर्नु हटो गाइस। अब ऐसा अब आगे भी देख सकते हैं ऐसे नमूने लोग आते रहते हैं जाते रहते हैं गप करते रहते हैं। हमारे को घंटा फर्क नहीं पड़ता। ऐसे सूरत के लोग आते जाते लौड़ा नहीं फर्क पर्छ। अब हामी त नेपाली हो, किनकि अब हाम्रो पहिचान पनि नेपाली हो, त्यसैले हामी सुरतको मान्छेलाई अलि धेरै बाल पनि दिन्नौँ। गाइस यो देख्नुहोस् गाइस यहाँ टिकापुरमा पनि सुकुम्बासी धेरै बसेको है बालन सरकार। म यति भन्न चाहन्छु यहाँ अब त्यो म चाहिँ सुरतबाट आएर यहाँ नेपालमा राज गरेर आएको छ होइन। के अरे अब यहाँ पनि अलि के अरे डोजर लाउनु परेको जेसिबी यहाँ आएर जेसिबी लगाइदिनु पऱ्यो, किनकि यहाँ पनि सुकुम्बासी धेरै भइसके। यहाँ अब यस्तो यहाँ हुकुमबासीले चाहिँ यहाँ बस्नु पाएका छैन, सुकुम्बासीले राज गरिसके। डोजर जसरी पनि जेसिबी चल्नु पऱ्यो, किनकि बालन सरकारले भने जस्तै नेपालीहरू माल पाएका चाल्न पाएका। परिवेश की वही नहीं हुई क्या पकड़ते थे मैं आप गाइस म अछामी हो थाहा छैन यी सब अछामीमा लौडा लसु गाइस हेर्नुस् भागोबारी गाइस के बारी
यहाँ के को बारी छैन, नेपालीहरू माल पाएका चाल नपाएका क्या यहाँमा आएर खेती गरेको अहिले कस्तो हुन्छ गाइज। यस्तै छ अब यहाँ भैँसी पालन बाख्रा पालन हो गाइज, कस्तो हुन्थ्यो नेपालीहरू माल पाएका चाल नपाएका के बालिनको डबल अब भनिदिन्छु म ललिपप ग्याङको भिडियोमा त गाइज। अब यस्तो अब हाम्रो यो च्यानलको नाम चाहिँ चेन्ज हुनेवाला छ। अब यो गाइज अब च्यानलको नाम चेन्ज हुनेवाला छ। च्यानलको नाम चाहिँ एलपी अभिराज भल्ल हुनेछ। एलपीको मतलबहरूलाई थाहै होला, हाम्रो यो ललिपप ग्याङ ललिपप के हो ललिपप जुसवाला त्यो एउटा हाम्रो गिलमै छ, फ्री फायर गिल। अब जोइन हुन चाहनुहुन्छ भने इधर यहाँ मेन मान्छेसँग चाहिँ कस्टम 1v1 सक्नुपर्ने छ, 0मा हराउनुपर्ने हुने छ। यो अब इम्पोसिबल कुरा हो, त्यही पनि आउनु होला ट्राई। कि त हराउनु पऱ्यो कि त ललिपप चुसेर जानु पऱ्यो। फेरि ललिपप भनेको त्यो मिठोवाला होइन, तितोवाला। तितो मिठो ठुलोवाला, तितो मिठो ठुलो कालोवाला हो, त्यस्तै हो। के भन्ने त अब गइरहेको छु गाई चाहिँ धेरै जङ्गल छ जङ्गल। अब यो डाको पनि सुक्न लाग्यो, ऊ घाट पनि नजिकै आइसक्यो। अब हामी घाट भन्नाले कर्णाली पुगेपछि हामी तपाईँलाई फेरि स्टार्ट गर्नेछौँ, किनकि मलाई नुहाउन आउँदैन, म नुहाउन्न होइन। अब यस्तै अब केही अब बिच बाटोमा इन्ट्रेस्टिङ कुरा केही देख्यो भने चाहिँ हामी सुरु गर्नेछौँ। हात्ती भनेर यो अभिराज डरले पछाडि गइसकेको छ। यति डर मान्छ कि त सुरतमा मुजी कमिलाखाङको जुदाको यहाँ आएर हात्ती भनेर चाहिँ डर मान्दो। त्यस्तै छ। अब यहाँ ब्याम्बोहरू धेरै छन्, किनकि हजुरहरूले बाँस भनेको बुझ्नु नै यहाँ ब्याम्बो ल ब्याम्बो भनिदियो। ब्याम्बो अब चाखमा घुस्यायो भने अभिराजका दुख्छ अरे, त्यस्तै हो। ऊ नेपालीहरू चाल पाएका माल नपाएका के को खेती हो यो थाहा। हामी यहाँ मासु सासु ल्याएर खाँदै गर्नेछौँ, खाँदै गर्छौँ कि अब यस्तो पार्टी सार्टी भइरहेको छ। आज चाहिँ हामी अब 5 जना मात्रै छौँ, किनकि अब कोही अब गइसक्यो नि त, इन्डिया असमतिर गइसक्यो। त्यसैले अहिले गाह्रो छ। आज चाहिँ कर्णालीमा नुहाउने भन्ने जोसमा केटाहरू, तर उहाँलाई चाहिँ पौडी खेल्न आउँदैन, किनकि अब मैले खेलेकै छैन आजसम्म। त्यस्तै छ। कर्णाली जाँदैछौँ, पारि कर्णाली पनि आइसक्यो नजिकै होइन। कर्णाली पनि आइसक्यो भनेपछि यो जङ्गलको बाटोबाट आछौँ। अब हामी आज टिकट नकाटेर पार्कमा छिर्नेवाला छौँ, हेरौँ के कस्तो हुन्छ। भ्लगलाई अन्तिम इन्डसम्म हेरिदिनु होला। यहाँसम्म रोड पनि काटेको रहेछ, यस्तो छ। के अरे 2टा झिर यस्तो छ गाइज। ल हाम्रो फाइनली गाइज हाम्रो कर्णालीको बाटो सुरुवात भइसक्यो। लौडा छिटो आऊ तिमीहरूमा बन्दले टाप हाल्न तिमीहरूले। जल्दी 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 भाई साहब जल्दी आओ, हम फाइनली पहुंच चुके हैं कर्णाली में। इधर बाइक भी है किसका हमको पता नहीं, लेकिन वो मुतने के लिए जा रहा है जरूर। झीर को चाहते अरे अभी आ रहे झीर लेके। देखो गाइज झीर ये अस्ति नै त्यो पर्क मासु भन्नाले अब त्यो सुँगुरको मासु खाएर यहाँ परे। गाइज क्या हो रहा है गाइज, गाइज उधर फिशिंग भी हो रहा है, माछा मार रहा है, फिशिंग भी हो रहा है गाइज, फिशिंग भी हो रहा है गाइज। अब यह कर्णाली का फाइनल व्यू ऐसा दिख रहा है गाइज, कर्णाली का फाइनल व्यू ऐसा दिख रहा है। देखो गाइज उधर फिशिंग भी हो रहा है, मेरे पीछे अच्छे से देखो गाइज फिशिंग भी हो रहा है। कर्णाली का व्यू ऐसा है। फाइनली क्या करे, अब उधर बकरी भैंसी सब कुछ है। ये क्या अच्छा है भाई, ये बालन सरकार ने त्यस्तै भनेको होइन क्या गाइज। यो नेपालीहरू माल पाएका चाल नपाएका। यहाँ आएर अहिले यहाँ ठुलो रेस्टुरेन्ट एउटा कर्णाली रेस्टुरेन्ट खोलिएको यहाँ कति चल्थ्यो होला गाइज भन्नु पऱ्यो नि त। बालिनीसँग पुग्छ कि क्या थाहा, बालिनका फ्यानहरू सबले लाइक गर्छ नि त फेरि गाइज। हेर्नुहोस् यो बिचको जुन यो खाली जग्गा यहाँमा अलिक केही कर्णाली रेस्टुरेन्ट खोलिदिएको भए कति भाइरल हुन्थ्यो भाइ। यो अहिले कुनै सर्ट टाइमको लागि खोल्ने हो नि त। अब यस्तो यो गर्मीको महिनामा सर्ट टाइमको लागि खोल्नु पर्यो। ए बर्खामा त बन्द गर्नु पर्यो नि त।
त्यो यस्तो गर्नु पर्यो नि त मुला सर्ट टाइमको लागि भन्नाले कुनै अब त्यो अलिक उखाल्ने खालको बनाउनु पर्यो भन्नाले जस्तै हामी जङ्गलमा कुनै दिन घुम्न गयो बेला टेन्ट लाएर बनाउँछौँ त्यस्तो खालको गाइज देखो खुट्टा ऐसा हो चुका है अभी आते आते अभी क्या होने वाला है पता नहीं हाम्रो कर्णालीमा मर्न मन सक्छ मान्छे थाहा छैन होइन गाइज हामी यो पछि यो पछाडिको यो जङ्गल छ नि जङ्गल त्यहाँबाट हामी आएको अहिले घुमी होइन त्यो ठुलो जङ्गल पार गरेर फाइनल्ली हामी पर्दो गयो क्या मा ठुलो यहाँ पछाडि कर्णाली पुगिसक्यो यो पछाडिको जङ्गलबाट आएर होइन अब के हुन्छ हेरौँ गाइज हाम्रो भ्लग ज्यादा नै धेरै नै इन्ट्रेस्टिङ हुनेवाला छ देखो गाइज ये तर्ने पे गाह्रो है गाह्रो छ यो मुझे पऱ्यो त्यो पनौती मुझे चप्पल छैन क्या देखा चप्पल हाली आउँदैन गाइज ये काफी अप्ठ्यारा हो रहा है गाइज देखो यहाँ प्यान्ट रुजिसक्यो हाम्रो गाह्रो रहेछ यहाँनिरको छोटो यो सानो एउटा पुन्टे नदी तर्न पुल चाहियो बालन सरकार फेरि भन्छु म माल पाएको चाल्न पाएको फेरि यहाँ पुल पनि चाहियो हाम्रो अहिले सब हुन्छ अहिले रोक्नु गाइज उता स्कुलको डोज्जो रहेछ जेसीबी रहेछ देखो गाइज ये तो श्याम इंडिया का स्कुल का बच्चालाई इन्डियाको क्या भन्दा नि यस्तो यो ठाउँ समुद्र जस्तो छ गाइज हेर्नुहोस् ओए किसी हो सकता है ये स्विट्जरलैंड नहीं है गाइज ये नेपाल है नेपाल दिस इज नॉट स्विट्जरलैंड गाइज दिस इज नॉट स्विट्जरलैंड दिस इज नेपाल गाइज नेपाल मदरफकर दिस इज नेपाल देखो ना देखो भन्दैन अब नेपालीहरू बेसी लागेको देखो गाइज इग्नोर मत करना नेपाल को कभी भी पछ्ताओगे पछि खोजेर पनि पाउँदैनौ यस्तो दामी भ्लग इग्नोर नगर्नु होला हैन लाइक गर्नु होला देखो गाइज ये नेपाल हो क्या ये नेपाल है क्या ये नेपाल है कि स्विट्जरलैंड है भाई ये बोलो ना भाई ये नेपाल है कि स्विट्जरलैंड गाइज 1v1 लो गाइज ये खेल का नेम भाला बोलते हैं भाला नेपाल के बच्चे लोग खेलते हैं अभी बच्चा ही है अभी बच्चे लोग ना उससे खेलते हैं हमारे लोकल गेम है ये किसी को पता नहीं ये लोकल ही है अभी यहाँ सरी है देखो गाइस कोई लोग ऐसा मदोला रहा है देखो गाइस तुम नहीं बोलते भाई ये जुन अभी मैंने शब्द बोला था ना ये हमारा अच्छा शब्द है नेपाल का मत खेलो गाइस ए मारो गाइस देखो गाइस ओए मा अहिले भिडियो बनाउले अभिराज देखो गाइस ना देखो नेपाल है क्या कहाँ है गाइस देखो हम आ चुके नेपाल के नहीं कैलाली के सबसे सुंदर जगह में उधर फिशिंग बोटिंग भी हो रहा है ना यता फिशिंग पनि भइरहेछ बोटिङ पनि भइरहेछ राम्रो रहेछ ठाउँ तर पानी चाहिँ आज फोर्छ किन हो त्यो थाहा छैन गाइज इधर सोना पनि पाइन्छ हेर्नुहोस् गाइज ओ गाइज मा कसम गाइज यसो गाइज पानी त चुकिलो गाइज समुद्रको जस्तो नुनिलो पानी चाहिँ अलिकति नुनिलो रहेछ गाइज होइन गाइज अस्ति नै हामीले 150 मा यो चट्टा किनेको थियौँ यहाँभित्र के अरे त्यो यहाँभित्र बाम माछा लुकेछ गाइज गाइज कस्तो नुनिलो पानी रहेछ समुद्रको जस्तै भन्छ नि अब यहाँ पनि नुन उत्पादन गर्न सकिन्छ होला
म पनि यहाँ अब आएर यहाँ के अवलोकन गर्दैछु अब कुन ठाउँमा के गर्दा सही होला यस्तै म पनि बालन सरकार जस्तो अलि पुल लाउनु पर्यो एउटा यहाँ गाई यहाँ अलिकति भन्नाले अब यहाँ त्यस्तो खर्च त हुन्छ तर यहाँबाट बन्जी जम्प बनायो भने राम्रो हुन्छ होला सायद लिएर राख्दै पनि भयो यस्तो छ त्यो त कसैले कोही गर्न चाहनुहुन्छ विदेशबाट ट्रम्पको नाति ट्रम्पको छोरा पनि हुनुहुन्छ भने यहाँ बन्जी जम्प खोल्दा हुन्छ कसैले केही भन्दैन बालन सरकारलाई जवाफ म दिनेछु यता जिम सिम जे खोल्दा नि हुन्छ बालन सरकारलाई जवाफ म दिनेछु ट्रम्पको छोरा होइन एलन मस्कको छोरा छोरी नाति नुतिनी आउँदा सन्तान कोही हुनुहुन्छ भने तर बिहे चाहिँ मसँग गराउनुपर्छ हेर्नु सक्नुहुन्छ गाइस फिसिङ चल्दैछ यिनीहरू चाहिँ यहाँकै बासिन्दाहरू हुन् होइन यहाँ जहिले पनि फिसिङ गर्न आउँछ किनकि तपाईँले सुन्नुभएको छ यहाँ कर्णालीको माछा कति फेमस छ होइन फेमस छ यहाँ पछाडि यस्तो छ होइन सानो सानो माछा पनि देखिरहेको छालपट्टि तर म यो प्यान्टमा चाहिँ माथि गर्न चाहन्छु होइन गाइस गाइस यिनीहरू ब्याक फ्लिप फ्रन्ट फ्लिप हान्नेवाला खान अब देखेंगे हम ए धोपनाइ मा अब बिगुवा गाइस प्यान्ट चाहिँ माथि ए यहाँ सुने निशान कोही डुबेपछि मलाई नआउने म हेर अहिले भने मलाई खेल्न आउँदैन भने बसेपछि म बचाउन आउने आलो छैन होइन गाइस गइसक्यो वी मा कसम ओए गाइस ओए मा गाइस मलाई खेल्न आउँदैन अङ्कित नजाइ नआउँदो भने चाहिँ डर लाग्छ गाउँमा पहिले टाइम खेलेर डर लाग्छ ऊ यो चाहिँ अभिराज हो ऊ दुईजना त्यहाँ लागिसक्यो होइन ओए गाइस मलाई चाहिँ आउँदैन म अब हेरेर चित्त बुझाउँछु होइन माया कसम म चाहिँ अब मुख धुनेवाला छु हेर्नुहोस् गाइस फोहोर छ पानी चाहिँ धेरै फोहोर छ त्यही नै कति फोहोर छ पानी होइन त्यही पनि मुख धुनु पऱ्यो के गर्नु त गर्नु पनि भइसक्यो केटाहरूले नुहायो दामी यिनीहरूलाई चाहिँ राम्रो खेल्न आउँदो रहेछ यहाँबाट गएर यहाँ लाग्यो केटाहरू दामी खेल्न आउने रहेछ सबभन्दा यो भरतको छोरो हिम्मत आलो गयो अगाडि फर्स्टमा गएको त्यसपछि मलाई चाहिँ खेल्न आउँदैन गाइस किनकि म अब कहिले नखेल्या भयो भने त त्यसैले होला मैले चाहिँ मुख धोएर नै चित्त बुझाएँ गाइस छल्लो क्या मैले मुख धोएर नै चित्त बुझाएँ अब के गर्ने हो र म चाहिँ अब यस्तो यहाँ छालै हुन्छु कर्णालीको होइन गाइस यो लास्टसम्म हेरेर लाइक गरिदिनु होला होइन अब यस्तो अल्छी नमानेर गाइस अब भोलि हामी करेन्ट चल्छहरू के ल्याएर अब इन्ट्रेस्टिङ भएर बनाउनेछौँ यहाँमा अलिकति साथ सपोर्ट आयो भने आज त हामी प्लान बिना आएका हौँ होइन त्यत्तिकै जङ्गलमा बसौँ भनेर त्यही नै कर्णाली पुग्यौँ गाइस देखो गाइस ल एकचोटि झगडा गरेर नै आउँदा मजा आउने थियो क्या गाइस ले तो फायर होला उधर इंडिया से इधर नेपाल से ले तो फायर हो रहा है देखो गाइस चाइना भी बीच में पड़ चुका है चाइना भी बीच में आइसक्यो हेर्नु गाइस चाइना नेपाल इन्डिया यहाँ चाइना भी बीच में आइसक्यो उता फिशिङ इंटरेस्टिंग हो रहा है फिशिंग गाइस हेलो अंकल फिशिंग कर रहे हो क्या गाइस यो कालो अब के हो भन्नु होला फेरि यो चाहिँ उस्तो काठोकै हो मान्छेलाई जलाइसकेर यहाँ रुक्नु गाइस यहाँ फिलिप हान्दैछन् होइन ऊ ए गाइस जो क्या है लौडा है फिलिप हान रहा है इधर ल फाइट गर 2v2 गर नि त यहाँ मजा आउँछ गाइस म यहाँ फाइट गराउनलाई आतुर छु तर यिनीहरू गर्दैन यिनीहरू म त पहिला बच्चाको आउँछु जोससँग सुझ्या तर ऊ गाइस देखो ओए
ल हो यहाँ जे उ गर नि त पुसअप ल पुसअप गाइस ब्याक फ्लिप अरे ब्याक फ्लिप फ्रन्ट फ्लिप अलि यहाँ माथि आएर होइन क्या ल नि त ब्याक फ्लिप गाइस यत्रो मिहिनेत चलिरहेको छ ब्याक फ्लिप हान्नुको लागि लाइक गरिदिनु होला यत्रो मिहिनेत कम्तीमा यो ब्याक फ्लिपको 10वटा लाइक आउनु पऱ्यो अरूको अब इन्ट्रेस्टिङ उता न त बिचबाट ल रेडी ल ओए गाइस बवाल शॉर्ट एंड स्वीट फ्लिप हो गए यहाँ हेर्नुहोस् गाइस क्या है ये सारा सूरज पे आगे इधर क्या है क्या कर रहा है सिखा रहा है हमको बीच में मीम्स पनि राखेको छ मीम्स गाइस बलात्कार हो रहा है गाइस ये गे कि क्या है भाई तू लड़का है देखता नहीं है तेरा अंधा है क्या तू लड़का है ये गाइज यसले प्यान्ट नखुसाएको किन खुसाएन भने झुक्किनु होला किनकि यसको त्यो भिन्नाको अन्डरवेयर च्यातिएको छ देख्नु गाइज पल परेको छ त्यसैले यसले त्यो प्यान्ट चाहिँ खुसाएको होइन त्यही भन्न चाहन्छु फेरि यहाँबाट जानेवाला छन् यिनीहरू मुडो पनि भेटिसक्यो बस्नलाई होइन इन्ट्रेस्टिङ यो सुरतको मान्छे आयो यहाँ 4 बोल्छ गाइज गाइज यहाँ के गरेको होला त्यो थाहा भएन त्यही नै अब नफाल मेरो अडम्बो गाइज मेरो साथ चाहिँ यो मेरो मोबाइलमा बनाइरहेको छु होइन म चाहिँ यो मोबाइल के अरे साथीको मोबाइल हो साथीको मोबाइलबाट मागोड काँडा छुन् के घुसाइदियो कसो मेरो यहाँ खतरनाक जङ्गल छ अनि यस्तो जङ्गल होइन हामी अब अगाडि बढ्छौँ सो जाम केटाहरू यस्तो ब्याकग्राउन्डमा यस्तो भ्यू छैन साथी कस्तो भ्लग बनाउँदैछ त्यो चाहिँ मलाई थाहा छैन होइन मतलब हजुरहरू हेर्दै होला होइन मतलब म चाहिँ मेरो क्लिप चाहिँ लास्टमा राखेको छु होइन मेरो साथी बनाउँदै गर्छु कन्टिन्यू बनाउँदै गर्छ म जस्तो बनाएर हालिदिने हो जस्तो होइन राम्रो नराम्रो नबनाइदिने त जस्तो केही नभन्नु होइन जस्ट यही हो हामी क्यारे अब यहाँ पनि अलि खण्ड क्यारे डोजर लानु परेको जेसिबी यहाँ आएर जेसिबी लगाइदिनु पर्यो किनकि यहाँ पनि सुकुम माक्सी धेरै भइसक्यो त्यो त हो के अरे कुडामा के कस्तो बनाउँदैछ त्यो चाहिँ मलाई चाहिँ थाहा भएन होइन त्यो जस्तो भयो साथी जस्ट हामी के अरे 1K 100 त भयो होइन 100 सब्सक्राइबर त कम्प्लिट भइसक्यो अब 1K छिटो देख्न पाउँछ हाम्रो अकाउन्टमा सो ब्लगलाई यता गर्छु यो बनाउँदै गर्छु त्यो मोबाइलबाट हाल्छु म सो बाई के अरे यो भिडियोलाई यताबाट टुङ्गाइदिन्छु थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु माई सब्सक्राइब टु युट्युब च्यानल लाइक सब्सक्राइब एन्ड कमेन्ट सो बाई